बिहान अत्यन्तै शीत थियो, मानौ धरती आफै फुसफुसाउँदै थियो। भोलिपल्ट घामले आफ्नो सुनौलो औँला धरतीमा फिजाउन नपाउँदै हामी तल्लो घरतिर सामान लिन लाग्यौं। एकछिनपछि हामी सबैजना भोजपुर बजार भ्रमणतिर निस्क्यौँ। विकासोन्मुख भएको कारण होला बजार र बजारको बाटोहरू त्यति व्यवस्थित भने थिएनन्। बाटो त बिजोक रहेछ हौ, के हो त्यो भोजपुर दुई भागमा विभाजन हुन आँटेको क्या। भिडाभिड जमेको थियो। टाढा टाढा पहाडका मान्छेहरू, नजिकका छिमेकी गाउँका टोलका परिवारहरू सबैजना एउटै मेलामा उभिए जस्तो। कसैले साग बेच्दै थिए त कसैले फलफुल, कसैले कपडा त कसैले किराना। यो दृश्यले एकैछिनमा सम्झाइदियो, यही हो हाम्रो वास्तविक नेपाली गाउँको धडकन, यही हो हाम्रो पहिचान, सरलता र हाम्रा जनता। चारैतिर हर्षको माहौल थियो। कोही बेच्दै थिए त कोही किन्दै थिए र हामी त केवल एउटा दर्शक मात्र थियौँ। त्यो भिडमा एउटा न्यास्रो धागो जस्तो जीवनको कपडामा आफै मिसिँदै जाने। बब्बाले बनाएको हो जुन चाहिँ त्यो होइन, त्यो पाल सारले टाटी साटीले बारे पनि बब्बाल थियो क्या। अहिले चाहिँ हामी चियर सियरहरू लिएर चाहिँ घर फर्किँदैछौँ है। गफ कडा कडा हुँदैछ पछाडि। कुमारी आउँदै खतम। मेरो बाबाले त
ब्याटल तोरी ब्याटल देखि भोजपुरै आइएको तोरीमा चाहिँ बिहार ताइएको अर्को दिन भालेको डाकोसँगै सबैजना काममा व्यस्त थिए। कोही कतै व्यस्त त कोही कतै व्यस्त। कामको लसर पसर थियो। रीति अनुसार विभिन्न कार्यहरू सम्पन्न हुँदै गए। हामी जान्थे यही सुमकी दाउ धरती तुम्हारे भान्जे बरी विष्णु विष्णु बनी टेकी आयो खुसी के भएर छ यहाँ दिँदा पनि हुन्छ